Hello everyone, welcome back to my YouTube channel र स्वागत छ हजुरलाई मेरो न्यू ब्लगमा र आशा छ हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला भनेर। अनि हामी चाहिँ आमा छोरा रेडी भएर आज चाहिँ के भन्छ नानीलाई पोलियो होला, पोलियो 5-6 गते ल्याउनु भन्नुभएको थियो, सो त्यता जाँदैछौँ। अनि मलाई कतिजनाले तपाईको नानी कति सानो कति छ वेट भनेर धेरैले सोधिराख्नु भएको थियो, युट्युबमा पनि मेसेजमा पनि अनि टिकटकमा पनि। सो म आज त्यसको लागि पनि भिडियो बनाउँदैछु। तर पहिले यसलाई पोलियो खुवाएर ल्याउँ है त। त्यहाँ कतिको भिड छ, नजिकै हो, नजिकै चाहिँ अब हामी गएको भन्दै आऊ बेबी, बेबी कम आउनु भाउजू यता। हामी चाहिँ नानीलाई के बोल्यो के को पोलियो थोपा हो, पोलियो थोपा खुवाएर आइसकेको छौँ। यसले भिडियो खिच्न पाएनौँ किनभने यो रुँदै थियो। उसलाई खानु मन छैन भने त जबरजस्ती त झन् दबाईहरू पनि अगाडि थाहा पाइदिन्छ। यसले चाहिँ फेरि दबाई कस्तो मजाले खाइदिएको क्या। त्यो चक्लेट भान्जाहरूलाई जसलाई चक्लेट दिँदो रहेछ होइन, यो जुकाको दबाई हो। अर्को पनि खुवाइदिन्छ पोलियो। ए त्यो अनि खोइ खाना खाएको जुकाको अनि खानै सकेन बिचरा। सुरुमा त पोलियो भएछ खायो कि भरे मुख बिगार्दै गयो क्या। अनि त्यसो भए पानीसँग बरु पिउनु भनेर राख्नु लगायो। तपाईँलाई हेर्दै हाँस्दै गयो त भाइ, त्यो दोकान त्यो बाइकको भाइ। हामी चाहिँ निक्लियौँ पत्री बजार। अब ल अब हाम्रो मात्रै जाने हो आज। फेरि हो घरमा खतरा स्पेसल चिज पाक्दैछ नि, चिकन मोमो। आज के बार हो? आज कहाँ घरमा? यहाँ हो। ए हो कोले पकाउनु? ऊ सिसमहरूकोमा खुसेले पकाउँदैछ। तर खुसे पनि छ। नाना मलाई खानु आउनु है भनेर बुढी फोन गरिरहेको थियो क्या। यसले त नि अब त के गाउँ बेबु बेबु यता हेर। ए बेबुलु उता फुपू यता है। सो साथीहरू म आइसकेँ होइन। के भन्छ बेबीलाई पोलियो थोपो खुवाएर अनि एकछिन बहिनीहरूकोमा गएर आइसकेको छु। अनि बेबीलाई नुहाइधुवाइ गरिदियोरी किनभने नुहाइदिनु पर्ने थियो। अब नुहाइदिइसकेपछि मेरो फेरि जाने काम पनि छ। अनि त्यसलाई नुहाइदिएर मालिस सालिस गरिदिएर बसेको छु। अब जान लागेको छु। अनि मलाई सबैजना अब जस्तै टिकटकमा पनि भिडियो हाल्दाखेरि सबै कतिजनाले अनि मेसेजमा अनि युट्युबमा पनि मलाई सोधिराख्नु भएको थियो बेबी कति सानो रहेछ, कति केजी भयो, कति महिनाको हो भनेर यति धेरै क्वेसन गर्नुभएको थियो। सो त्यही क्वेसनको मैले चाहिँ एन्सर हुन्छ नि त्यसको नै के भन्छ भनौँ न रिप्लाई भिडियो बनाइरहेको छु अहिले मैले होइन। अनि एक्चुअली मेरो बेबीको वेट कति भनेर म तपाईँहरूलाई भन्ने नै छु होइन। अनि मेरो बेबीको चाहिँ भन्नुपर्दा मेरो बेबीको चाहिँ पहिलेदेखि नै एकदमै बिस्तारै नै वेट बढेको छ। वेट चाहिँ कमै छ है मेरो बेबीको। अब के भन्छ उमेर एज उयो अनुसारले मन्थ अनुसारले चाहिँ अलिक कम, तर कम भन्दा पनि निकै कम पनि होइन, ठिकै हो होइन। तर अब त्यत्तिकै हेर्दा चाहिँ एकदम कमै देखिन्छ। अनि फेरि नानीलाई सानो पनि देख्छ नि त सबैजनाले। अनि त्यो भएर चाहिँ सबैजनाले के हो कति के भनेर एकदम उयो गर्नुहुन्छ। अनि त्यही भएर चाहिँ मैले के भन्छ मेरो बेबीको बारेमा भन्न लागिरहेको छु होइन। अनि मेरो बेबीको वेट चाहिँ कति हो भने मेरो बेबीको वेट चाहिँ अहिले चाहिँ 7 केजी छ। अब यो चाहिँ 11 मन्थ कम्प्लिट भइसकेको, 11 मन्थ कम्प्लिट भएर 12 महिनामा छ। अब 1 वर्षै पुग्न आँटेको छ। अनि त्यो 7 केजीको हिसाबले चाहिँ अलिकति एकदमै कमै हो मेरो बेबीको वेट। तर म चाहिँ किन अलिकति के भन्छ सोच्दै पनि रहेको छु नि त कसैको चाहिँ मैले भन्दाखेरि कसैको चाहिँ बिस्तारै नै डेभलप हुन्छ अरे वेट होइन। अब कसैको चाहिँ हल्लक्कै बढिहाल्ने मजाले हेल्दी नै हुन्छ। अब मेरो बेबी सानो छ हेल्दी छैन भन्ने चाहिँ हुँदैन रहेछ। किनभने
मलाई थाहा छ नि त मेरो बेबी यति धेरै एक्टिभ छ, यति धेरै उयो छ है, यत्रो सानो भए पनि बल यति धेरै लगाउँछ। अनि त्यो भएर पनि होला मलाई चाहिँ म त्यति धेरै नडराएको होइन, किनभने आफूलाई फिल हुन्छ नि त त्यो। अनि खासमा अस्ति 11 महिनाभन्दा अगाडि नै मेरो बेबी चाहिँ 7 केजी पुगिसकेको थियो। अहिले त सायद अब उसको बिरामी नभएको भए अहिले उसको वेट अझै धेरै बढ्थ्यो होला। तर कस्तो भयो भने उसको दाँत आउनलाई रहेछ क्या, मेरो बेबीको दाँत चाहिँ 11 महिनामा आएको, ढिलो आएको है। अनि उसको चाहिँ दाँत आउनलाई रहेछ, ऊ यति धेरै बिरामी भयो कि खाएको पनि नपचेको, खाने बित्तिकै उल्टी गर्ने, अनि के अरे उल्टी गर्ने, बमिट गर्ने, छेडिरहेको थियो होइन। ज्वरो चाहिँ धन्न लागेको थिएन, तर खानु त खाँदै नखाएको उसले। अब दुध पनि सुरुमा त खाएकै थिएन, अनि पछि दुध अलिअलि खान थालेको थियो। अनि त्यसपछि भात पनि जबरजस्ती खुवाउनु पर्ने क्या, खुवाउँदा पनि 1-2 चम्ची खान्थ्यो, त्यसपछि खाँदै खाँदैन थियो। भात पनि लिटो पनि खुवाउँथ्यो, अनि त्यति मात्रै खान्थ्यो, खाँदैन थियो। अनि एकदमै प्रब्लम भइरहेको थियो। अनि त्यही भएर त्यति बेला नै मेरो उसको ट्याक्क उनीको हुँदै गर्दाखेरि अझै पनि मजाले चाहिँ खानु थालेको थिएन क्या, अलिअलि मात्रै खानु थाल्दै थियो। अनि त्यति बेला सुई हान्नु जाँदाखेरि चाहिँ उसको वेट एकदमै धेरै कम देखाइदियो। अनि त्यो भएर सबैजना त्यहाँ पनि आत्तिनु भयो होइन। अनि तर त्यो बिरामीले गर्दा थियो। अनि अहिले चाहिँ एकदम खाना खाँदैछ, मजाले खाँदैछ। जस्ट 10-15 दिनमा 500 केजी आधी केजी चाहिँ ऊ बढेछ उसको वेट, किनभने उसले खानु थाल्यो नि त। अनि अस्ति नै 6.5 केजी पुगेको थियो, अहिले 7 केजी पुगिसकेको छ। मैले आज जोखेर पनि आएको थिएँ। सो त्यस्तै हो साथीहरू। अनि सबैजनाले अब यस्तो हो के अरे अझै पनि भन्नु होला, त्यो त थोरै हो यताउति भन्नु होला, तर थोरै भने पनि मेरो लागि चाहिँ अब मलाई चाहिँ कस्तो लाग्यो नि, म पनि जन्मिँदा पहिले सानोमा सानै नै थिएँ अरे। अनि प्रिन्स पनि पहिले सानै हुनुहुन्थ्यो अरे क्या। अनि अब यसो त्यो अब कसैले मान्नुहुन्छ हुन्न, कसैले नमान्ने हुन्छ होला, तर पनि कसैले चाहिँ त्यो जन्म उयो पनि उयो भएको होला क्या। अब आमा बाबा पनि सानो थियौँ, नानी पनि सानो भएर नत्र खान्थ्यो, तर पनि वेट चाहिँ बिस्तारै बढिरहेको थियो। के भन्छ त्यही भएर हो। तर त्यही हामी पनि सानो थियौँ सानोमा अरे, अहिले त हो मोटाको होइन। त्यही भएर यसको पनि बिस्तारै वेट बढेको होला भन्ने लाग्छ मलाई चाहिँ। अब बढ्दैछ, अहिले चाहिँ बढ्दैछ मजाले, खाँदा पनि खाँदैछ उसलाई त्यस्तो केही। अनि हामीले यस्तो हुँदो रहेछ क्या, हामीले पहिले एकचोटि 6 महिनामा सुई हान्दाखेरि चाहिँ प्रायः जस्तो हामीले अब यहाँ हान्नुपर्ने हो नि त, तर हामी हाम्रो यहाँ चाहिँ एउटा डेट हुन्छ, त्यो डेटमा मात्रै लाउनु पर्ने। अब मलाई चाहिँ डेट पुगेपछि लाउनु पर्ने होला भन्ने भयो नि त। अनि यता त कहिले थियो। अनि त्यो भएर हामीले चाहिँ उता धरानमा लगाउनु गएको थियौँ। अनि धरानमा लगाउँदा चाहिँ कसैले केही पनि भन्नु भएन नि त त्यहाँ। तर खासमा भन्नुपर्दा अलिकति वेट त्यति बेला नै के भन्छ 6 महिना पुगेपछि चाहिँ बालबिटा दिँदो रहेछ क्या सरकारीमा, प्रायः जस्तो सबैमा। तर मैले चाहिँ त्यो खुवाउन पाएन, त्यो खुवाएको भए अझ उसको राम्ररी के भन्छ बढ्थ्यो होला वेट, तर त्यो त्यहाँ दिनु भएन, केही पनि भन्नु भएन। त्यसले गर्दा उसले बालबिटा पनि खानु पर्दैन। तर रिसेन्टली अहिले चाहिँ दिइराख्नु भएको छ, अहिले खाँदैछ। त्यही हो, सबैजनाले सोधिरहनु त। अब मेरो छोरा चाहिँ के भन्छ 1 वर्ष पुरा लाग्न लागेको छ यही वैशाखमा। वेट कम छ, तर त्यसको वेट बिस्तारै बढ्दैछ साथीहरू। त्यस्तै हो, नआत्तिम होइन। आत्यो भने आमै आत्तिम भन्ने त साह्रो गाह्रो पर्छ। म चाहिँ जे कुरा पनि आत्ति चाहिँ हाल्दिनँ है साथीहरू, साँच्चै नै भन्नुपर्दा सबै। किनभने अब मै आत्तेँ भने झन् मलाई कति गाह्रो पर्छ। अनि म चाहिँ थम्नाउने उसलाई वरै साह्रो जस्तो अस्ति नै उसले बमिट गरेर कस्तो गाह्रो पर्छ, त्यति बेला चाहिँ मलाई सकिनँ। तर सबैजनाले नानी कति सानो यस्तो उस्तो भन्दा चाहिँ मलाई पनि मनमा त कस्तो उयो भइरहेको हुन्छ। तर म चाहिँ डरो हुने प्रयास चाहिँ गर्छु क्या। कसै त यस्तो पनि भनिदिन्छ हौ साथीहरू, म त कस्तो रिस उठ्दैन। के भन्छ आमा चाहिँ टन्न खाएछ, नानी त के हो भन्छ नि। त्यो चाहिँ कस्तो के मान्छेहरू अलिकति मान्छेलाई नराम्रो लाग्छ। जुन जे हो नि, जस्तो आमाले पनि आफू धेरै खाएर नानीलाई त थोरै खुवाउने त हुँदैन नि त होइन। नानीलाई त नखुवाउने त हुँदैन नि त। तर पनि कसरी भन्ने सकेको होला भन्छु क्या। त्यस्तो भन्दा चाहिँ अलिकति चित्त दुख्छ। तर पनि मेरो
नानी हेल्दी छ, सानो भएर लुतो भएर केही हुन्न, बस हेल्दी अनि स्वस्थ रहनु पर्यो, एक्टिभ हुनु पर्यो भन्छु। सो त्यो सबै चाहिँ छ। म तपाईँहरूलाई अलिअलि अपडेट त्यहाँ भिडियो पनि हालिरहेको हुन्छु, नानी एकदम उयो गरिरहेको पनि होइन। त्यही हो, एकदम ठिक छ मेरो नानी। अनि यति नै छ मेरो सबैजनाले सोध्नु भएको क्वेसन। सो यसको एन्सर दिएको छु साथीहरू, प्लिज सबैजनाले माया गरिदिनु होला। अनि मेरो अब म तपाईँलाई किनभने अब खाँदैछ नि त अहिले त, अनि अब कति वेट बढ्छ भनेर पनि म तपाईँहरूलाई अपडेट गर्दै गर्छु। यता अनि मेरो नानी कतिको एक्टिभ छ भनेर पनि तपाईँहरूलाई म सेयर गरिरहेको छु, किनभने कन्टिन्यू भिडियो बनाउने भनिरहेको छु होइन। त्यस्तै भएर जस्तो सबैजनाले माया गरिदिनु होला। र यति नै हो मेरो कुरा साथीहरू। सबैजनालाई जसले मेरो भिडियो लास्टसम्म हेरिदिनु भयो थ्याङ्क यू सो मच। अनि जसले मेरो मेरो युट्युब च्यानलमा जोडिनु भएको छ सबैजनालाई त एकदमै धेरै माया भइहाल्यो। र जो नयाँ जोडिनु भएको छ तपाईँहरूले पनि प्लिज माया गरिदिनु होला। अनि मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरी साइडमा रहेको बेल आइकन पनि दबाइदिनु होला साथीहरू। अहिले चाहिँ बाई बाई।